हाई एभ्रिवान नमस्ते नमस्ते। ल म एक ठाउँमा यहाँ जाँदैछु हो साथीले आउनुहोस् न भन्दैछ, जाँदैछु है त। बाहिर भेट्नु हुँदैछ जे भने नजिकै छु साथी, म जाँदैछु है त। भेटघाटमा के हुन्छ। ओहो यो ग्यास यही रहेछ। ओ बाहिर पानी पर्दैछ है, पानी पर्दैछ। छाता ल्याउनु पर्ने, छाता ल्याइएन के गर्ने। भिज्दै जाँदैछु है, भिज्दै जाँदैछु है। दाइ नमस्ते। पानी पर्दैछ त, पानी पर्छ। अनि कता जाँदै हुनुहुन्छ दाइ? ल ठिक छ। अब चिया सिया खाने होला नि। विष्णु दाइ नमस्कार। नमस्कार। अरू हुनुहुन्छ दाइ? केही नै दाइ, यतिकै। अनि के गर्दै हुनुहुन्छ? चिया सिया बसिरहेको। हजुर बसिरहेको साथी कोही नपाएर हो र? ल उहाँ अब हाम्रो दाइ हुनुहुन्छ, पडोसी दाइ। हजुर ल यहाँ फ्रेस जुस पाउँछ है, यहाँ साथीहरू आइहाल्नु हो नि। यहाँनिर यसो आउनु होला। हाम्रो यहाँ पारुको रिजनलमा आउनु होला है त। यहाँ फ्रेस फ्रेस जुस। हजुर होइन दाइ ठिकै छ। किन यहाँनिर एउटा साथी भेट्न जाँदैछु। यसो गफ गफ एकछिन गरेर आउनु पर्यो। हुन्छ दाइ। ल थ्याङ्क यू दाइ, थ्याङ्क यू। हस् हस् हस्। ल पानी पर्नेको बावजुद पनि यहाँसम्म आइपुग्यो है। जे होस् पानी परे पनि यहाँ रोड चाहिँ खासै हिलो छैन। रोड सफा सफा छ त्यस्तो खालको। हेलो 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 ब्रदर, हाउ आर यू ब्रदर? थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। पानी परे पनि हो। हेलो पपी, हाउ आर यू? गुड गुड गुड। सिट सिट सिट। ल वेलकम गर्न आएको है हामीलाई यो हाम्रो यो डगीले। वा भेरी नाइस डगी। थ्याङ्क यू नमस्कार। यता ल है मित्र हो, यसो के भन्छ सिटीतिर यसो घुमघाम गर्न जाउँ अलिअलि भने त। आज पुरा पानी भरेर बाटो त बिजोगै बना है, बिजोगै बना। त्यही भएर यसो म त घरतिर फर्केँ। साथीसँग पनि एकछिन गफगाफ गरियो। अब आउँदैछु। छाता पनि नलिकन गयो है, करिब करिब भिजाए पनि। साथी हो, छाता लिएर जानुपर्ने। ल ग्यास पनि यहाँ यत्तिकै छ हो, लान नसकेर अब लान पर्ला आज। है 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 अप अप। ए कान्छी चिया खाने हो तिमीहरू? कफी खाने हो? ए हो, दुध थियो कि थिएन फेरि?
ए बहिनीलाई निफाल्न लगाएको हो ल ठिक छ हिजोदेखि त्यहीँ थियो भिज्ला भन्ने सोचिरहेको थिएँ ल हाम्रो बहिनीले यहाँ के भन्छ हाम्रो मसुरको दाल निफाल्दै हुनुहुन्छ उहाँलाई धेरै राम्रोसँग निफाल्न आउँछ अब अस्ति लिएर आएको त्यो उहाँ प्रकाश भाइले पिनार लिएर आइदिनु भएको थियो हे मेरे दिल के चैन आए मेरे हाई एभ्रिवान आज पानी परेको हुनाले प्लेन पनि आउन सकेन अब मेरो घरबाट देखिएको यो एयरपोर्टको रनवे है त ठ्याक्कै यहाँनिर आइसकेपछि तपाईँहरूले यो क्रसिङ जस्तो त्यो जेब्रा क्रसिङ जस्तो सेतो देख्नुभयो होला ठ्याक्कै त्यहीँबाट के गर्छ प्लेनले ल्यान्ड गर्छ है त त्यहीँबाट ल्यान्ड गर्छ र टेकअप पनि त्यो ठ्याक्कै त्यो जेब्रा क्रसमा आइसकेपछि त्यहीँबाट फेरि के गर्छ त प्लेनले टेकअप गर्छ रनवे यही नै हो रनवे नै यही नै हो अब पछाडिपट्टि पनि बस्ती पहिला त्यसको बिच बाक्लो थिएन अहिले दामी अहिले भइसक्यो त्यहाँको बस्ती पनि यस्तो दामी भइसक्यो यो ट्रक बसहरू चलेको यो चाहिँ महेन्द्र राजमार्ग पूर्व पश्चिम हाइवे है त ल यो एयरपोर्ट स्टिल एयरपोर्ट पोखरा जानु पऱ्यो भने चाहिँ राइट साइडपट्टिबाट टेकअप गर्छ है त काठमाडौँ जानु पऱ्यो भनेदेखि लेफ्ट साइडबाट गर्छ टेकअप चाहिँ ल पहिले यो घरहरू नहुँदाखेरिमा मेरो घरबाट यति राम्रोसँग देखिन्थ्यो कि सबै देखिन्थ्यो त्यहाँनिरको एयरपोर्टको टर्मिनल हल पनि देखिन्थ्यो यो चाहिँ अहिले चितवन बिजनेस कम्प्लेक्स है त चितवन बिजनेस कम्प्लेक्स आउनुहोस् यहाँ सुपथ मूल्यमा राम्रा यस क्वालिटीकै सामान राखिराखेको हुन्छ अब म पनि अक्सर आजकल त्यो सपिङ गर्नु पऱ्यो भने यहाँबाट नै सपिङ गरिराखेको हुन्छ सही छ जे भए पनि सामानहरू चाहिँ एकदम राम्रो राख्छ आज पानी परेको हुनाले यो बादलले गर्दाखेरिमा अब यति साह्रो तपाईँहरूलाई यहाँबाट हिमालको देखाउन सकिएन नत्र यति राम्रो यहाँबाट हिमाल आउँथ्यो अब तपाईँहरूलाई म देखाउँछु सिजी ल्यान्डमार्क है त नेपालको एक मात्र के त बिलियनर पिपल इट मिन्स दि मल्टिपल बिलियनर इज विनोद चौधरीको सिजी ल्यान्डमार्क यही नै हो देख्न सक्नुहुन्छ यही नै हो सिजी ल्यान्डमार्क है त यहाँबाट पनि देखिन्छ र यो देखिएको चाहिँ मौला कालिका हस्पिटल यो चाहिँ मौला कालिका अलिकति राम्रो तरिकाले हेर्नु हो भने यो मौला कालिका हस्पिटल हो करिब नजिकै पर्छ त्यसको सिधा उतापट्टि हेर्नुभयो भने अलिकति छेकिएको छ त्यो नयाँ मेडिकल कलेज भन्छ के त्यसलाई यस्तो गरेर आइसकेपछि यो लाइनमा यहाँबाट करिब त्यो अलि अँध्यारो बिल्डिङ भनौँ न त्यो डिस्कलर जस्तो भएको बिल्डिङ जुन छ नि त्यो पुरानो मेडिकल कलेज नै त्यही हो पुरानो मेडिकल कलेज नै त्यही नै हो यहाँबाट पनि करिब नजिकै पर्छ पुरानो मेडिकल कलेज यहाँबाट जे भए पनि त्यो मेडिकल कलेजबाट नजिकै के पर्छ भनेदेखि छेउमै सरकारी हस्पिटल पनि छ है त त्यहाँ छेउमै सरकारी हस्पिटल पनि छ सरकारी हस्पिटल त्यो नजिकै छ भनेपछि त्यसलाई चाहिँ भरतपुर हस्पिटल भन्छ र पानी ट्याङ्की पनि ठ्याक्कै त्यो मेडिकल कलेजको उतापट्टि त्यो देखिएको पानी ट्याङ्की र पानी ट्याङ्कीको जस्ट बिसाइडबाटै फेरि बाइपास रोड जान्छ त्यो बाइपास रोड चाहिँ यहाँ पारस बस पार्कबाट छुट्टिन्छ बाइपास रोड हुँदै जान मन लाग्यो भने काठमाडौँतिर त्यहाँबाट जान सकिन्छ नभए यो चाहिँ हल्का यतातिर रातो घर देखिएको छ त्यहाँनिर हेर्नु त त्यो चाहिँ भरतपुरको कपडा हल हो है भरतपुरको कपडा हल हो त्यो चाहिँ खासै त्यहाँ अलिकति रुखले छेकिदिएको हुनाले त्यो रुखले यदि कभर नगरेर राम्रोसँग देख्न सक्नुहुन्थ्यो अनि त्यसपछि यो देखिएको टावर यो चाहिँ नेपाल कम्युनिकेसन टावर है त नेपाल दूरसञ्चारको कम्युनिकेसन टावर हो यो चाहिँ दूरसञ्चार हो
यहाँबाट नजिकै छ घरबाट। जे पनि यहाँ नेटहरू चाहिँ एकदम पावरफुल नै आउँछ उसरी। र यहाँनिर अलिकता त्यो देखिएको थियो, अलिकति रातो जस्तो देखिएको थियो टावरको यतापट्टि थोरै। यो चाहिँ अब यहाँको ठुलो अब जस्तो किसानहरूले कुनै पनि चिज प्रोडक्ट गऱ्यो भने अब कहिलेकाहीँ त्यहाँनिर कृषि मेला पनि लाग्ने गर्छ। कृषकहरूको लागि चाहिँ त्यतिलाई चाहिँ बेला बेलामा महोत्सव जस्तो लगाइदिइरहेको छ त्यहाँनिर। ल अब यहाँनिर आइसक्नु भएको छ भनेपछि यहाँनिर थोरै रुखको उतापट्टि एउटा केही तार जालीले छेके जस्तो, अब त्यो के भने अब त्यो फेनेन्स वायर भन्छ नि, त्यो फेनेन्स वायरले ठ्याक्क त्यहाँ रिकभर गरेको छ। प्रिजनर गार्ड त्यही नै पर्छ भनेपछि जेल गार्ड यहीँनिर पर्छ है त। जेल गार्ड ठ्याक्कै जेल गार्डको अपोजिटमा के पर्छ भनेपछि नेपाल विद्युत प्राधिकरण पाउँछ है त। नेपाल विद्युत प्राधिकरण त्यहीँनिर पर्छ, नजिकै पर्छ। अब तपाईँहरूलाई म यहाँबाट कता लिएर गएँ ल। नेक्स्ट टाइम आई विल एक्सप्लोर दिस अदर प्लेस अल्सो है त। आज पानी परेको हुनाले एउटै पनि प्लेन आउन सकेको छैन, किनभने भिजिबिलिटी पनि एकदम कम छ। प्लेन आउन पनि सकिरहेको छैन आज। ल है त गाइस, आज यति नै। ठ्याक्कै त्यो एयरपोर्टको उतापट्टि, त्यो रनवेको उतापट्टि हेर्नुहोस् त, त्यो CGR भन्ने छ त्यहाँनिर। CGR भन्ने छ त्यहाँनिर चाहिँ यस पार्टी प्यालेस जस्तै हो। त्यहाँनिर जहिले भोज भतेर पार्टी के चाहियो भनेदेखि त्यहीँबाटै धेरै म्याक्सिममले त्यहीँबाटै गइराखेको हुन्छ। जहिले बिजी हुन्छ त्यो पार्टी प्यालेस है त साथी हो। ल सी यु इन द नेक्स्ट भिडियो, बाई बाई, टेक केयर। अनि त्यसपछि लास्टमा गएर जब तपाईँहरूले हेरिसकेपछि त्यसलाई सेयर, सब्सक्राइब, लाइक, कमेन्ट पनि गर्न नबिर्सिनु होला है त। प्लिज किप सपोर्टिङ एन्ड देन वाच अल्सो। Nice to see you. Okay, bye bye, take care guys.